दिन चढाउनु पर्यो नि त। बेटी चढाइँदैछ ल। ल पाथिभरा माता आमाको हातमा बेटी राखिदिएको छु। अब शङ्ख चाहिँ अलिक नबज्ने शङ्ख छ हौ। कोही यात्रीहरूले राम्रो खालको शङ्ख ल्याएर मेरो मातालाई चढाइदिए पनि हुन्थ्यो हौ। कोही आउनुहुन्छ भने साइली पाथिभरामा आउनुहुन्छ भने जे चितायो त्यही माताले पुर्याउनुहुन्छ। आज हामी धुपबाती गर्दैछौँ। एक हप्तासम्म यहाँ धुपबाती नगरेकोले अलिकति आमा चाहिँ रिसाउनु भएको छ क्या। म चाहिँ थिइनँ, अरूले गरेका थिए। अब म चाहिँ तिनजुरेतिर पाथिभरा प्रदेश पर्यटन क्षेत्रमा पर्यटन मन्त्रीहरू आउनुभएको थियो र उहाँ गइरहेको थियौँ एक हप्ताको लागि। हामी 8 जना गइरहेको थियौँ। तर गएकोमा राम्रै हो क्या, खुसी नै भयो। त्यहाँको समितिहरूले, पर्यटन मन्त्री, प्रदेश मन्त्रीको समितिहरूले पनि हामीलाई राम्रैसँगले गर्नुभयो। खाना पनि एउटा दाजुभाइ नै हो। अब हाम्रो खोलाको कान्छा भाइको मल्लाजुको घरमा बस्यौँ। खानु त असिना परेर त्यस्तै खाना त खायो, सुत्यो, दही भात जे दिन्छ मजाले भयो। अनि हामी तिनजुरेको पाथिभराको धुपबाती पनि गरेर आयौँ। एकदम राम्रो रमाइलो भयो। पक्का त्यहाँको समितिहरू चाहिँ, त्यहाँको मान्छेहरू चाहिँ मलाई भगवानै जस्तो लाग्यो क्या, मातै जस्तो। कस्तो राम्रो रमाइलो भयो। अब चाहिँ हामी तल्लो थानको पाथिभरा देवीहरूको निराकार बाबाको धुपबाती गरेर सक्यौँ आजलाई चाहिँ। अनि अब हामी जाँदैछौँ। अब माथि मेन पाथिभराको धुपबाती गरिन्छ। यी बाटो पनि बाँसका भित्रै छन्, सापहरू पनि हुन्छन्। म जुका पनि पो पलाउन थालेँ हौ यहाँ।